यसलाई काट्यो भन्दैन नि फेरि यसलाई थोरै चिनो लगाइराखेको भन्छ है यति छ हिँड्नलाई अलि अप्ठ्यारो भइरहेको त्यही हो बनाइदिएको छ ल्यापाइन यति धर्सेको त्यो गर्दा नि हिलोमा चाहिँ हिँड्न अलि अप्ठ्यारो हुँदो रहेछ ल्याम 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 यसरी हिँड्नु पर्ने अलि नसक्दो रहेछ च्याटा खानासाना खाइयो 10 बज्न लाग्यो है अब चाहिँ रोपाइँ सुरु गर्नुपर्ने हुन्छ लास्टै टन्टालपुर घाम लागेर बिजोग भयो बिउ पनि काटिसक्यो सबै चिज भइसक्यो आजलाई हिजो गरेको भिडियो चाहिँ ड्याङडुङ सब डिलिट भएछ के गर्नु त है अब डिलिटै भइसकेपछि त केही गर्नु सकिँदैन के अरे पानी चाहिँ बढाएर लिएर आएको छु मैले है यता ढाक्दैछ भने यताबाट यत्रो झर्दैछ पानी एकदम सानो भइसक्यो अब यतातिर अहिले देखाउँला टक्क यो गर भन्छ है फुक्रा भन्छ एउटा टक्क जोत्नुलाई सुरु भइसकेको छ यो गर चाहिँ पर डाँडासम्म हो सर्लक्क आज भौसे गर्नुपर्छ केटा रोप्नुपर्छ यहाँ छ यहाँ यति छ यहाँ टिन्डा गर यो डाँडा तल यो टिन्डा गर अनि उ त्यहाँ तल टिन्डा गर त्यति मात्रै हो है अब फुकै छ पानी चाहिँ फुकै छ यसमा चाहिँ पानी लाउनु पर्छ हौ म हरायो भनेर होला पानी लाउने प्रोसेस उतातिर पानी के कस्तो छ हेरौँ टाकटुक पारामा आज रोपाइँ सकेर भोलि बिहानै नै काठमाडौँको लागि निस्किनु पर्ने हुन्छ त्यही हो हिजो गरेको भिडियो चाहिँ सबको सब डिलिट भएछ अब के गर्नु दुःख मानेर भएन होइन डिलिट भएछ तर पनि केही छैन अब दुःख मानेर बस्ने के अरे ल पानी पुग्छ होइन त यता सुको छैन बिहान ढाकेको थियो यहाँ बन्द गरेर होला यता जोत्यो भन्दा पानी फेरि च्याग होला जोत्ने काम भएको मेरो चाहिँ टक्क हिजो यति प्रगति भएको केटा है सरक्क यति चाहिँ काटेछ यसलाई काट्यो भन्दैन नि फेरि यसलाई थोरै चिनो लगाइराखेको भन्छ है यति छ हिँड्नलाई अलि अप्ठ्यारो भइरहेको त्यही हो ल दाजुलाई हो पानी चाहिँ होइन यो सानो पाइप एक पाइप पनि रहन्छ है चट्ट लाएर सानो पाइप एक पाइप पानी पनि रहन्छ है यहाँ तल यसरी झरिरहेछ सर्लक्कै सुकेछ कि पानी चाहिँ र त्यही यहाँ कल्लाङलाङलाङमा झरिरहेछ अब यहाँ तल पुगिसक्यो टक्क लाएर अब भनेदेखि तपाईँको यहाँ माथिको चाहिँ सबै सकिसक्यो यता माथिको चाहिँ सर्लक्क सकिसक्यो ट्याकटुक पारामा गर चाहिँ खत्रै मिल्या होइन त्यही हो ट्याकटुक पारा कति बजी काका दुई बन्द लगाइसक्यो ल 2 बन्द लगायो अरे हाम्रो रोपार सम्धिहरूले चाहिँ यो गरेर सक्नु लगाइसक्यो ल देख्न सक्नुहुन्छ है स्यट लाएर यो चाहिँ यस्तो रहेको छ हाम्रो एकले धानको टक्क रोपार सम्धिहरूले रोप्ने आउँदैन रहेछ राम्रोसँग
पुरै घाउ भएर हिँड्न नि कस्तो गाह्रो भइरहेको छ बनानी खोइ हेरेन कसैले हो र खोइ मैले त कोले लाइक गरेछ हेर्न नै पाएको छैन ल रोपार साम्दीहरूले यसरी रोप्दैछ हो र रो होइन होला रो एउटा धान रो लन्डन हात पनि कोल्ची गरिरहेको छ जान्दैन कस्तो लन्डन कोल्ची गरिरहेको छ एउटा मात्रै रोप्नु पर्छ रे हेरिरहनु पर्छ र यो धान रोप्नुलाई खोइ हातै छिटो चल्दैन र त अनि ए म त ढिलै चल्छ रो हेर्नुपर्छ के रो यो हाक पेसी गऱ्यो भनेर यो तपाईँको यो ल्याङ्ग्वेजै बुझ्दैन तपाईँको भाषै बुझ्दैन हाक कोसी के कोसी यो केही कोसी पनि मैले त केही कोसी गर्दैन लु म लागेँ अब टक्क लाएर के भन्छ हिजो काट्यो क्या ढ्याक्क खुट्टा काट्यो त्यसले गर्दाखेरि हिँड्नलाई चाहिँ अप्ठ्यारो भइरहेको छ कि ल्याप्पै बनाइदिएको छ ल्याप्पै नै यति धर्सेको त्यो गर्दा नि हिलोमा चाहिँ हिँड्न अलि अप्ठ्यारो हुँदो रहेछ ल्याम 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 यसरी हिँड्नु पर्ने अलि नसक्दो रहेछ फलात्तै हिजो सानो देखाएको थियो अलि ठुल्ठुलो भएछ त्यही हो दाजुभाइ हो अब भनेको रोपाइँ भनेको सँगसँगै लागिसक्यो अब आज कतिखेर सक्छ 4 बजीसम्म सक्यो भने आजै काठमाडौँ लाग्नुपर्ने यो घाउ चाहिँ मेरो होइन खासै ठुलो चाहिँ छैन यस्तो देख्दो रहेछ यस्तो चाहिँ देख्दो रहेछ मापुरी फलात्तै हिजो हिँड्दै काट्दियो ल त्यही हो माथिको टाकटुक सकेर यहाँ सुरु भइसक्यो 2 टकर जोडिसकेको छ टक्क लाएर ए काका चिसो त भन्नै बिर्सेछ चाबी कहाँ चाहिँ थाहा छैन मलाई त खानी र माथि फोक्टामा ला भन्न फोक्टामा तिनीहरू रोपिहाल्छ धारा पानी लगाइरहेको छ त माथि फोक्टामा तल चाहिँ माथि चाहिँ के अब माथि किन लाउनु पर्यो त अनि जहाँ लाउने अनि त्यहाँबाट तल लान्छ त आइदिनु पानी नभएपछि हुँदैन त्यहाँ रोप्नु पर्दैन नि तिनीहरू रोप्नु सक्छ त्यो तल लगायो पनि माथि लगायो कुरो एउटै त हो तल लगाइरहेछ चट्टा लाएर ल धेरै भिडियो नगरौँ अब यता सकिसकेपछि यता आउँदाखेरि देखाउँला यहाँ पनि छ है यहाँ पनि धेरै छैन है यो यहाँ 3 टकरा छ पल्लो छेउमा 3 टकरा ल त्यही हो पोको मिल्काउने के धानको पोको हो ल धानको पोको ल 3टा फोक्टाले नि दिनु दुःख दियो अब भने 3टा फोक्टा पाइन्छ यहाँ 3टा फोक्टा यहाँ माथि 3टा फोक्टा ल पानी ढाकिरहेछ अब रोपाइँ अन्तिम भइसक्यो होइन त बोल्दैन के भन्नु अब ल दिन्छ हुनुहुन्छ कति बज्यो अरे 4 बजे के ल यो एउटा गरममा पानी छ भने अर्को गरममा ल पानी छैन अब भनेको चट्ट लाएर यो पानीलाई बन्दोबस्त गरेर चाहिँ यो 3टा फोक्टा पाइन्छ यसलाई गर भन्नु केटा हो यो फोक्टा है यी 3टा फोक्टा यहाँ माथि छ यो 3टा फोक्टा 2टा फोक्टा एउटा फोक्टाले नि आज खतरै भयो त ल होइन त काका 3टा फोक्टा माथि 3टा फोक्टा तल 3टा फोक्टा
पल्लो डाँडा तिनवटा फोक्टा, यहाँ तिनवटा फोक्टा, यहाँ माथि तिनवटा फोक्टा। ल है राम्रोसँग रोप्ने है। माना रोपेर भोलि मुरी फलेन भने फेरि रोपारहरूलाई सबलाई खेद्छु नि म। ए लाड्ला ल एक्लै धान होइन त दुब्ले हो दुब्ले एक्लै ल केजी रोपेर 10 मुरी फल्छ अरे के हो ल भगा भगा रोप्ने मस्तसँग रोप्ने हो है। अब 2083 सालको रोपाइ चाहिँ अब अन्तिम भयो। अब त्यहाँ हिलो सिलो चाहिँ नहानौ। म हिलो खेल्ने मुडमा छैन नि फेरि के कसो सबै अब बुढी मान्छेहरू चाहिँ के हिलो खेल्नु होइन के हो काका। ल अब चाहिँ फाइनल भइसक्यो। 83 सालको रोपाइ हाम्रो चाहिँ खतम अब के कसो काका। ओ काका ल फुक्कै सोधेर आज रोपाइ गरेर सकाउने भयो। कति 4 बजी अरे काका।